ल हजुर नमस्कार। नमस्कार। यो तपाईँले यो हेर्नु न यो मौरी हजुर यसलाई के भन्छन् मौरी पालन होइन। हजुर यो बडा मजाले यो घरमा बनाउनु भएको छ। घरमा राखेर मौरी सबैलाई राख्नु भएको छ। प्लाईको भयो नि त हरियो हजुर सबै प्लाईको। हजुर यो यसलाई तपाईँले कसरी बनाउनु भएको छ अरे यो घर? यसलाई 4वटा 1 2 3 4 5 6 7वटा 6वटा टुक्रा चाहिन्छ। बाहिर भित्र माथि सबै गरी यी 6वटा टुक्रा काट्यो पहिला प्लाईको नापेर अनि त्यहाँ सानो किला हुन्छ नि किला ठोकेर ट्याक्क माटो गोबरले लिपेर राखिसकेपछि ट्याक्क मौरी आउँछ। ए त्यो तपाईँले प्लाईले बनाउनु भयो है? प्लाईबाटै हजुर भनेपछि प्लाईबाट पनि यहाँ अहिले तपाईँसँग कतिवटा घर छ? 18वटा छ। 18वटा घर। हजुर वर्षमा मौरी को मह बेचेर कति पैसा कमाउनुहुन्छ? म त खोइ सिजन अनुसार हुन्छ, कुनै बेला बढाउँछ कुनै बेला अब हुँदैन हो। अनि हुँदैन त हुँदैन यत्रो 18वटा घरमा होइन। हुन्छ तर सरदर वार्षिकमा कति 1 लाख बेच्नुहुन्छ? 1 लाख त हुँदैन कि 50-60 चाहिँ हुन्छ। 50-60 हुन्छ है। ल हेर्नुहोस् यहाँ उहाँले यो मौरीको घर बडो व्यवस्थितले अब प्लाईबाटै बडा मजाले बनाउनु भएको छ। ल हेर्नुहोस् अनि यस्तो छ। अनि यहाँ हेर्नुहोस् अब माथि मौरीको घर छ, तल बाख्राहरू मजाले चरेका छन् होइन। के बाख्रा र मौरीको कनेक्सन हुन्छ कि क्या हो? हुँदैन हजुर त्यस्तो हुँदैन होइन धेरै एकदमै बडा मजाले घर बनाउनु भएको छ है। मौरी पनि अब सबै घरमा टन्न छ होइन त? टन्नै छ होइन? ए मज्जा। ए यसपालि कतिको बेच्नुभयो? यसपालि त 30 माना जति। 30 माना? वर्षको 2 लट 2 चोटि हुन्छ काट्ने। ल एकदम वर्षको 2 लट काट्नु हुन्छ है। यो के मौरीलाई यो बत्ती पनि बाल्नुपर्छ क्या? होइन ए त्यही त। ल हेर्नुहोस् त यहाँ गाउँमा जे पाइन्छ होइन गाउँकै काठबाट ट्याक्क बनाएर अनि ढुङ्गा रहेछ यो त होइन? यो ढुङ्गा होइन? ढुङ्गा होइन त्यो ढुङ्गाको त बाहिर त्यो पनि प्लाइ नै हो। प्लाइ हो? हजुर त्यो बजारमा बनाउने प्लाइबाटै बनाउनु भयो? हजुर। ल हेर्नुहोस् त अब यहाँ घारै गाह्रो छ। ल हेर्ने यहाँ कस्तो मजाले राख्नु भएको छ यहाँ हेर्ने। ल हेर्नुहोस् प्लाईको नामै छ यहाँ हेर्नुहोस्। प्लाईबाट पनि यति राम्रो घर बनाउनु भएको छ उहाँहरूले। ल हेर्नुहोस् कता उता ए यता पनि छ। ए ल हेर्नु यो घरैमा के यो त तपाईँले त गमला जसरी सजाउनु भएको छ है। ल हेर्नु त गमला जसरी सजाउनु भएको छ। ल हेर्नुहोस् बाको घर होइन त यो? ल हेर्नु यो मौरीको यो मह तपाईँहरूले मौरीको मह त अब टन्नै बेच्नु हुँदो रहेछ। यो घर चाहिँ बडो मजाले बनाउनु भएको रहेछ प्लाईबाटै। यो सबै घारै घर हो यो जम्मै? ए यहाँ भनेपछि ल हेर्नुहोस् 3टा। यो मौरी चाहिँ तपाईँले कसरी लिएर आउनुभयो? यो जङ्गलबाटै पोको भएर बसेको हुन्छ त्यहाँ प्लास्टिकमा हालेर आफै आउँछ बा? यहाँ गुड बनाउँदाखेरि यहाँ गुडबाट छुट्याउन मिल्छ कि मिल्दैन? तपाईँहरू छुट्याउनु भएको छैन हो? ए ल हेर्नुहोस् यो गाउँमा पनि यसरी व्यवसाय मौरीको व्यवसाय हुँदो रहेछ होइन। मजाले वर्षमा 50-60 हजारको बेच्नु सानो कुरा होइन। यो घ्याङले गाउँपालिका 1 अमलेमा हो। यो ठाउँको नाम के अरे? कोलटारमा। ल हेर्नुहोस् त हजुरको नाम के हो? शुभराज बमजन। ल हेर्नुहोस् उहाँले गाउँमै बसेर यो व्यवसाय गर्नु भएको छ। विदेश जानु भएको छैन? विदेश जानुपर्छ? पढ्ने त सोच हो अब। होइन म बेचेरै वर्षको 50-60 हजार कमाइहाल्नुहुन्छ। अनि तरकारीहरू पनि लाउनु हुँदो रहेछ होइन तपाईँ? टनेल पनि छ। ल हेर्नुहोस् गाउँमै युवाले यत्तिको व्यवसाय गरेर प्रगति गरेको देखेर हामीलाई पनि धेरै खुसी लागेको छ होइन सर? गरे कि नहुने भन्ने खालको एउटा मूल सन्देश। हेर्नु त यो कति मजाले गमला जसरी सजाउनु भएको छ है सर। आज घुम्दै आउँदा यो यस्तो ठाउँ पनि एग्रिकल्चर मौरी पालनलाई के कल्चर सर? एपिकल्चर भन्छ। ल हेर्नु ल हेर्नुहोस् यति राम्रो व्यवसाय गर्नु भएको छ युवाले विदेश नगएर गाउँमै होइन। ल हेर्नुहोस् ल हजुर धन्यवाद तपाईँलाई जानकारी दिनुभयो। अनि तपाईँले गरेको यो व्यवसाय देखेर अरूले पनि
यत्तिकै राम्रो राम्रो यसरी व्यवसाय गरून् होइन सबैलाई चाहिँ के भन्नुहुन्छ तपाईँले के भन्नु त सर कोही बेला त सबैले यसरी व्यवसाय गर्दा राम्रो हजुर है हाम्रो देशमै बसेर यसरी आम्दानीहरू चाहिँ आफ्नै सिपबाट कमाओस् भन्ने चाहन्छु म हो केही छैन ल प्लाई ल्याएर प्लाई टक्क राखिदिनु भएको छ माटो लिपिदिनु भएको छ त्यो आधुनिक घर पनि होइन यो हेर्नु त यहाँ कति मजाले त्यो पाल कस्तो बनाउनु भएको थियो हेर्नु अहिले 12 बजे टाइममा त यहाँ हिँड्नु हुँदैन हो बा बुन हुन्छ यहाँ यहाँ है अनि तपाईँलाई टोक्दैन बा टोक्दैन हो ए टोक्दैन भनेपछि ल अहिले जाडोले गर्दाखेरि ए ल ल हस् बा हस् ल